सबैजनालाई दर्शन नमस्ते। अनि म मिनी भ्लगमा आइसकेको छु गाइज हैन। आज चाहिँ अबुधाबीतिर आएको छु, अबुधाबी मल हेर्न सक्नुहुन्छ तपाईहरुले। छ यो चाहिँ बस स्ट्यान्ड हो अबुधाबीको। यहाँ चाहिँ डिस्काउन्टहरु पनि धेरै रहेछ हैन गाइज, तपाईहरुले हेर्न सक्नुहुन्छ। नयाँको भ्यूहरु यस्तै छ गाइज। म चाहिँ गाइज बस वेटिङमा थिएँ 407। म चाहिँ बन्या सिनेको बस पनि आइसकेको छ र म बसमा इन्ट्री भइसकेको छ। यहाँको चाहिँ यस्तो हुन्छ, यसलाई चाहिँ बस कार्ड भन्छ यता, किनभने मेरो रुम चाहिँ टाढा छ। अनि त्यही भएको कारणले गर्दाखेरि चाहिँ म अबुधाबी मल नै आएर यता चढ्छु गाडी। सिग्नल लागिसकेको छ, सिग्नल फेरि पनि सिग्नलमा रोकिएको छ। बस्नु चाहिँ सिटीमा बस्छु, तर ड्युटी चाहिँ मेरो बन्या छ, त्यही भएर जाँदैछु बन्या। रुम चाहिँ मेरो टाढा छ, म अहिले अगाडि देखाउँछु मेरो रुम। तर दुबई जस्तो चाहिँ अबुधाबीमा चाहिँ धेरै ट्राफिक हुँदैन। अब यहाँ भनेको चाहिँ खुल्ला बाटो छ नि त, अनि टक्क जाने घाम जस्तो लागिरहेको छ हैन। मेरो रुम पनि आइपुग्नु लाग्यो। फाइनली गाइज मेरो रुम पनि आइसकेको छ। मेरो रुम छेउमा बस्छु म, अनि यहाँबाट सिधा जाने हो। आइपुगेछ गाइज। यहाँबाट बन्यास चाहिँ 1 घन्टा 20 मिनट लाग्छ, 1 घन्टा 20 मिनट लाग्छ। गाडीमा छ, बसमा गाइज। यो चाहिँ अबुधाबी बस स्टप आउनु लागिसक्यो, अबुधाबी बस स्टेसन। यहाँबाट चाहिँ दुबई जाने यताउता गर्छन्। र हजुरहरूलाई कस्तो लाग्यो मेरो मिनी भ्लग? राम्रो लाग्यो भने लाइक अनि सब्सक्राइब गरिदिनु होला। हस् त, बाइ बाइ।